माछा बनाएको भने क्या झोल पनि हालेको छ, टमाटरको ग्रेभी छ, राम्रो छ, एकदम राम्रो छ, एकदम तातल छ, धेरै बनाएको छ। 3 किलो ल्याएको थियो, साथीहरू पनि टन्नै छन्। यसो रमाइलो छ, रमाइलो हुनेछ। अब सेलेरी आएपछि महिनामा एकचोटि त माछा खानु पऱ्यो नि भनेको। के भनेको त्यहाँ? राजाले केही गर्दैन यहाँ, त्यो रमजानको टाइममा के गर्छ तिनीहरू? आफ्नो आफ्नो उ गर्ने हो तिनीहरू। दुबईको राजाले केही पनि गर्दैन, माछा खाँदा के गर्छ? के भन्छ? रहु माछा हो क्या, रहु माछा। गुन्द्रुकको अचार पनि छ। के भने? भात राइसको पनि पकाएको छ, कुकरमा पनि छ। साथीहरू आउँछ अरे, त्यही भएर। कोक पनि छ, कोक पनि छ। त्यही भनेको कोक छ, यहाँ गाजर छ, काँक्रो, मुला के हो ल्याएको छ साथीहरूले। साथीहरू नि आएको छ। रहु माछा हो, रहु माछा। त्यो काँडा होला। सुन्तला छ, कागती छ, राम्रो। फ्राई माछा पनि छ, सानो सानो छ। फ्राई माछा चाहिँ सानो सानो राखेको छ, राम्रो छ फ्राई माछा। अन्डा हालेर बनाएको मिठो छ, राम्रो छ। तँसँग बोलेको नि के सुनेन के अरे? मैले अहिलेसम्म भनेको माछा बनाएको क्या, माछा।